हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म तपाईँहरूले हाम्रो कोठा देखाउँछु, यस स्टार अनि मन्दिर पनि देखाउँछु। यदि हजुरहरूले मेरो च्यानल मनपर्छ भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला है गाइज। अब म देखाउँछु तपाईँहरूलाई मेरो कोठाको रुम। हेलो गाइज वेलकम 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 ब्याक टु हाम्रो भाइ हो सुतिरहेको छ अहिले। इक्जाममा 5वटा फेल भयो भनेर सुतिरहेको छ गाइज। अब यो चाहिँ मेरो रुम तपाईँले देख्न सक्नुहुन्न अहिले किनकि अँध्यारोमा छ। तपाईँहरूले एउटा स्पेसल चिज देखाउँछु है, सबै घरमै हुने चिज। यहाँ हेर्नु होला, हाम्रो कानाजी र राधाजी गणेशजी सबै हुनुहुन्छ हाम्रोमा चाहिँ। सबै भन्नाले कानाजी र राधाजी अनि गणेशजी, माता लक्ष्मी, माता सरस्वती सबै हुनुहुन्छ है। हेर्नुहोस् बत्ती बालेको है। हाम्रो यो मन्दिर हो, मन्दिरमा पूजा गर्ने मै पुजारी हो। अनि यो चाहिँ दियो दियोमा त जहिले यस्तै हुन्छ के हो फुलै फुल भन्छ होइन, कहिले के भन्नुहुन्छ। तिनीहरूको बनिरहेको हुन्छ है कहिले सबै हाम्रो घरमा चाहिँ यस्तो यस्तो बनिरहेको हुन्छ। थाहा छैन किन हो। अब अर्को चाहिँ तपाईँहरूले देखाउँछु है गाइस। मम्मी सुत्ने बिस्तारा अब उठाउनु बाँकी छ, उठाउनु लागेको हो है। एकछिनपछि म उठाउँछु। हाम्रो यो चाहिँ कपडाहरू, यो चाहिँ चुलो, खाना बनाउनु चुलो, यो सबै यस्तै छ है गाइस। सबै माटो छ, माटो यस्तो माटो दाउराहरूदेखि लिएर यस्तो सबै छ। हाम्रो घरको हालत यस्तो छ। अनि गाइजहरू म चाहिँ यता छु, यता। अनि हाम्रो घरमा यस्तै छ कि गाइस, मिलाउनै यस्तो एकछिन मिलाउँछु। तपाईँलाई म माथि पनि जान्छु है, म ठुलो खोलाको भ्युज पनि देखाउँछु है गाइस। बाई, अहिले भेटौँ न फेरि। चोटि एक्जाममा फेल भयो भनेर सुतिरहेको छु हेर्नु गाइस। खाना पनि खान्न अरे है, पढ्ने बेलामा मोबाइल चलाएर बस्छ। अहिले सुतिरहेको छु, हेर्नु 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 ल भन्नु। 15 वर्षको बच्चा अहिले यस्तो। ए हाम्रो घरबाट बाहिर यहाँबाट निस्किँदै अब माथि जाँदैछु है गाइस। यो 4 स्टोर जाने बाटो है, सिस्टोल जाने बाटो। अनि यो चाहिँ जङ्गल, सिस्टोल जाने बाटो, जङ्गलको देवता जङ्गल देवी हो। जङ्गल हो यो सबै। अनि यस्तो धुवा जस्तो सेतो उयालो के भन्छ त्यो लाग्यो। तपाईँहरूकोमा कति लाग्छ, हाम्रोमा यति लाग्छ। यतिको लगाएको छ गाइस। यहाँ चाहिँ यस्तो 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 यस्तो। अब जाँदैछौँ, यो पनि जङ्गलै हो। माटो कतिचोटि 5वटा डोजर है खान सकेन है, डढाएर गइसक्यो। अब म माथि जाँदैछु गाइसहरू है। माथि गएर तपाईँले म भ्युज देखाउँछु है। माथि जाँदैछु, बाटो देखाउँछु कस्तो छ भनेर। ल हेर्नु बाटो, हाम्रो चढ्ने बाटो कालो र ओह्रालो बाटो यो होइन, उतै छ उता छ उता चाहिँ कुलो पानी खोलाबाट ल्याएको खेतको लागि। तपाईँहरूले आइसले देखाइदिउँ, आइसले खानु हो। आइसलेको बोट हेर्नु बाँकी छ।
राधे काम के टिप्नलाई आइसलु खानु हुने भने आउनु के अरे जस्तो ऐसेलुको बोट खानु हुने भने आउनु के अरे ऐसेलु त्यो पाकेको छ ऐसेलु खरिद घरकै नजिकै छ ऐसेलुको बोट ऐसेलु खाने हुने भने आउनु है ऐसेलु कति फलेछ त्यो माथि माथि छ क्या सुन्नु पऱ्यो नि हजुरबा अब माथि गएर देख्नु चाहिँ तपाईँलाई लम्बिङ जाने बाटो यो सिस्टोल जाने बाटो यसलाई चाहिँ ठुलो खोला भन्छ कि यो चाहिँ पसल एउटा अनि यसको यतापट्टि होटल छ है होटलमा शनिबार एकदम भिड हुन्छ नेवारी खाजा घर आउँछ रे भाइ माथि जान्छ है पहिला माथि जाँदैछु म माथि धेरै लामो चाहिँ बनाउँदिनँ म 12-13 14 15 जतिकै बनाउँछ है 15 मिनट जतिको हेर्नुहोस् है अनि यति मलाई यो युट्युबमा भिडियो हाल्दाखेरि एडिट गर्न आएन है एडिट गर्न आएन त्यसैले त्यो एडिट गर्ने चाहिँ एप एउटा भनिदिनु न कसरी कुन एपबाट गऱ्यो भने राम्रो हुन्छ गीतहरू सर्च गर्दाखेरि सबै गीतहरू आउने त्यस्तो कुन चाहिँ एप छ भनिदिनु न गाइस म तपाईँलाई एकैचोटि बोर्डमा देखाउँछु है गाइसहरू तपाईँहरूले एउटा अरूको बोर्ड देखाउँछ है यो चाहिँ साउनेहरू है चिजिला लगाएको छ है खसाइदिएर साउनेहरू म असार जेठ र असारको अरू पनि देखाउँछ है तपाईँहरूले देख्नुभएको छ यो बोर्ड हो यो चाहिँ साउनेहरू के यो असारकाहरू है अनि त्यसपछि यो सानो बोट यो चाहिँ कागतीको बोट र यो सानो यो चाहिँ निरको चाहिँ के अरे एभोकाडो भन्छ नि यसको अनि यहाँ यो चाहिँ दुईवटा अम्बाको बोट भइहाल्यो अनि यो फुल नारायण पातीको रुख भइहाल्यो बन्दा अब सकिनलाई खुर्सानीको बिउ राखेको त आएन के गाइस त्यसैले धेरै आएन ठुलो खोलाको बिउ तर यति बित्ति त तुहिलो त नराख्नु पर्ने हेर्नु न गाइस यस्तो बित्ति सेतो तर यहाँनिर यति छ तपाईँहरू बस्नुभएको ठाउँमा कस्तो छ भनिदिनु होला है गाइसहरू कमेन्ट गरेर तपाईँहरू जेठको आडु हेर्नु न यो है जेठको आडु चाहिँ जेठमा आउनेहरू यहाँ छन् चिज यत्रो चिजिला लगाएको छ अब यो आरु हो है गाइजहरू अनि तपाईँहरूले थाहा छ यो कुखुरा फर्म कुखुरा छैन अहिले अब हाल्नुपर्छ कुखुरा चल्ला हालेपछि बल्ल सजिलो हुन्छ कि हामीलाई अनि यो माथिको गोठ चाहिँ देखाउँछु यहाँबाट देख्दैन रहेछ है गाइस म गोठ देखाउँछु तपाईँ हेर्नु यो पनि नारायण पातीको रुख है बोट है फुलको अनि यो पनि नारायण पातीको बोट अनि यो चाहिँ काँक्रो र फर्सी तपाईँहरूले कुन काँक्रो कुन फर्सी भनेर चिन्न सक्नुहुन्छ भने भनिदिनु है गाइस अनि इस्कुस तपाईँहरूले कुचो काट्न मन लाग्छ भने यता कति पाउँछ कति यो पनि नारायण पातीको बोटै हो क्या गाइस अनि यो माथिको चाहिँ गोठ म तपाईँहरूले देखाउँछु रुक्नु यो चाहिँ हाम्रो लसुन यसपालि लसुन त बिग्रेरै गयो कि गाइस लसुनहरू सबै बिग्रिँदै गएको छ अब त हेर्नु होला गाइस यो सब लसुन हो लसुन धेरै थियो बिग्रेर गयो प्याज चाहिँ उतै हरियो यो चाहिँ प्याज अनि त्यो चाहिँ बन्दा यो पनि बन्दा यो चाहिँ तागेश्वर माथिको चाहिँ तागेश्वर सब खेत है अन्टीहरूको म ब्लगर बनाउने होइन कि अब म तपाईँले गोठमा देखाउँछु है धेरै लामो बनाउँदिनँ ल हाम्रो गोठ यो अचम्मको बात छ है गाइजहरू आफ्नो मासु आफैले खान्छ आफ्नो छाला यो कली लगाइसक्यो गाइसहरू यसको तल्लोपट्टि कति धेरै जोड छ भाइ यस्तो रातो यो रातो जोड छ यसको
यो गाउँमाथि मेरो लागि त गाउँमाथि बिना के काम छ र होइन गाइसहरू। हाम्रो गाउँमाथि हो यो। त ज्ञान छ क्या अरूहरूको जस्तो छैन यो गाउँमाथि त। जस्तो दियो त्यस्तै सबै खानुहुन्छ उहाँले। त्यहाँबाट मलाई एकदम मनपर्छ गाइसहरू। यो हो हाम्रो गाउँमाथि क्या। हेर्नु कति ज्ञानी छ क्या दाजु गाउँमाथि। गाउँमाथि हो यो गोठ। हामी त त्यही यहाँ क्या। यो तपाईँ म घाउ देखाउँछु है। अचम्म घाउ छ कि गाइजहरू हेर्नु। ल हेर्नु न कोही पनि यस जनावरले यस्तरी आफ्नो मासु खान्छ र भन्ने छाला सायद कोडी यो बाछो हो क्या बाछी होइन बाछो छाला खाने बाछो हो क्या है बाछो हो। अनि म तपाईँहरूले बाहिर देखाउँछु भ्युज। ल अब राम्रोसँग देख्नुहुन्छ होइन। ल हेर्नु कस्तो राम्रो देखेँ। यो माथि तागेश्वर अनि यो माथि तागेश्वर उतापट्टि चाहिँ भुवनेश्वर छ। अनि त्यसको साथसाथै यो तागेश्वर भएपछि यतापट्टि चाहिँ आगाबारी महादेव पनि छ। दर्शन गर्न आउनुहोला सबैजना। बिहानको सिन हो यो सब। होइन फुलबारी खनाउने जति खनाएर आएको छ नखनाउने जति आएको छैन। भुँगुर बम्दियो अब हाट्न लागेको छ। अब म तल जान्छु तपाईँहरूलाई अहिले यति छोटो मात्रै बनाउँछु यति मात्रै हे गाइस। अनि अरू ब्लगहरू बनाउनको लागि उत्साहित दिनु न मलाई पनि भन्नु कि मलाई यी भिडियोहरू बनाउनु भनेर केही गर्नु सब्सक्राइब गरिदिनु लाइक सेयर कमेन्ट गरिदिनु सबै गरिदिनु न। तबै त म सबैलाई भिडियो बनाएर सबै हाल्न पाउँछु र गाइजहरू सबै हाल्नलाई त तपाईँहरूले सपोर्ट दिनु पऱ्यो नि। सपोर्टहरू गर्नुभएको अनि त्यसपछि सबै गर्नुहुन्छ त नत्र त कहाँ गर्नु सक्नु गाइस। ल गाइस अहिले यति नै बनाउँछु। अब फेरि अर्को ब्लगमा भेट्छौँ है हामी बाटोमा। बाई बाई।